सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म धेरै स्याड छु। समथिङ 3 दिन भयो चाहिँ मेरो चाहिँ यस्तो मन दुखिरहेछ, धेरै नै स्याड छु म चाहिँ भित्री मनदेखि नै। थाहा नै थियो हजुरहरूलाई, मेरो टिकटक अकाउन्ट चाहिँ 8-10 हजार फलोवर्स थियो होइन। मैले चाहिँ टिकटक चलाउन छोडेको करिबन 1 वर्ष भइसक्यो होइन। म चाहिँ टिकटक चलाउँदैन आजभोलि होइन, त्यो भएर भिडियो सिडियो हाल्दैन। अनि म चाहिँ अहिले फेसबुकमा ध्यान दिने गर्थेँ होइन, भिडियो सिडियो हाल्थेँ। आज चाहिँ आएर मलाई चाहिँ फेसबुकले मोनेटाइज दिएको थियो होइन। मोनेटाइज चाहिँ अगस्त 19 तारिकको चाहिँ मोनेटाइज दिएको थियो। मोनेटाइज दिएको 1 दिन नपुग्दै चाहिँ मेरो चाहिँ दुइटै आइडी चाहिँ मेरो 2टा आइडी थियो, 2टै अकाउन्ट चाहिँ सस्पेन्ड हानिदियो मेरो चाहिँ फेसबुक अकाउन्ट। म चाहिँ अहिले टिकटकमा फेरि आएको छु साथीहरू, केही सानो सहयोगको लागि होइन। अब सस्पेन्ड हानेको छ आइडी चाहिँ, मलाई चाहिँ त्यो बारेमा कसरी त्यो प्रब्लम चाहिँ कसरी सल्भ गर्ने भन्ने विषयमा पनि कुनै थाहा नै छैन होइन। मलाई चाहिँ मोनेटाइज भएको आइडी 81 सस्पेन्ड हान्दाखेरि म चाहिँ यस्तो डिप्रेसनमा छु कि होइन। 2टै अकाउन्ट, न कसैलाई फोन गर्न मिल्छ न कसैलाई एसएमएस गर्न मिल्छ। म चाहिँ लास्ट स्याड छु गाइज होइन। सम्पूर्ण साथीहरूले चाहिँ जान्नुहुन्छ भने चाहिँ कमेन्टमा चाहिँ कसैलाई थाहा छ भने चाहिँ त्यो सस्पेन्ड अकाउन्ट कसरी रिकभर गर्ने त्यो बारेमा चाहिँ मलाई इन्फर्मेसन दिनु होला साथीहरू होइन। मेरो चाहिँ मोनेटाइज भएको अकाउन्ट थियो एउटा चाहिँ नभएको अकाउन्ट थियो, मेरो पर्सनल अकाउन्ट थियो। अनि एउटा चाहिँ एमएमटी भ्लग भन्ने अब अकाउन्ट थियो, मेरो चाहिँ मोनेटाइज भएको थियो। त्यो अकाउन्ट चाहिँ मोनेटाइज भएको 1 दिन नपुग्दै चाहिँ सस्पेन्ड हानिदियो, पर्मानेन्टली सस्पेन्ड दियो होइन। अब चाहिँ मलाई चाहिँ अपिल रिभ्यू पनि गरेको होइन, अपिल गर्नको लागि चाहिँ त्यो फोन नम्बर इमेल यताउति कोड माग्दो रहेछ, त्यो पनि हानेको। अनि त्यसपछि चाहिँ आइडेन्टिटी भेरिफिकेसनको लागि चाहिँ नेसनलिटी कार्ड, मतलब मैले नागरिकताको फोटो अपिल गरेको थिएँ, त्यो सब रिजेक्ट हान्थ्यो कि। त्यो रिजेक्ट हानेर चाहिँ लास्टमा अहिले अब त्यो अगाडि बढ्नै मिलिरहेको छैन गाइस होइन। कसैलाई थाहा छ भने चाहिँ सानो सहयोग गरिदिनु होला होइन। भिडियो चाहिँ म यो युट्युबमा पनि हाल्नेछु, टिकटकमा पनि हाल्नेछु। सम्पूर्ण साथीहरूले हेल्प गरिदिनु होला। म चाहिँ आज टिकटकमा यो भिडियो हाल्नको मुख्य कारण चाहिँ मेरो 2टै अकाउन्ट पेज लगायत मेरो चाहिँ 3टा अकाउन्ट चाहिँ सस्पेन्ड भइसक्यो गाइस होइन। त्यो भएर म चाहिँ कति स्याड छु। म चाहिँ हाल अहिले इन्डिया छु गाइस होइन। इन्डिया आएको थिएँ, यस्तो भयो। अहिले चाहिँ अनलाइनमा जाने पाइँदैन, केही गर्नै मिलिरहेको छैन, अगाडि बढ्नै मिलिरहेको छैन आइडीमा चाहिँ होइन। म चाहिँ हेरेकै छु। अब त्यो चाहिँ पर्मानेन्टली डिसेबल हान्यो भने चाहिँ आइडी नै जान्छ गाइस होइन। त्यो भएर 2 दिनसम्म कसैले सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ सहयोग गरिदिनु होला। भिडियोलाई सक्दो सेयर र लाइक कमेन्ट सेयर गरिदिनु होला। सक्दो यो फेसबुकको बारेमा जान्ने व्यक्तिहरूलाई चाहिँ सेयर गरिदिनु होला भिडियो। यो चाहिँ मोनेटाइज अकाउन्ट हो। म चाहिँ जे गर्न नि तयार छु, यदि अकाउन्ट फिर्ता भयो भने चाहिँ जे गर्न नि तयार छु। सम्पूर्ण साथीहरूले चाहिँ हेल्प गरिदिनु होला। हस्त हजुरहरूको प्यारो मान्छे एमएमटी भ्लग।